दर्शक महानुभावहरू नमस्कार। तपाईहरुलाई हार्दिक स्वागत छ नेपाल मिडिया युट्युब च्यानलमा। सदाका दिन जस्तै आज पनि हामी देश तथा विदेशका मुख्य समाचार लिएर उपस्थित भएका छौँ। कहाँदेखि हेर्दै अनि सुन्दै हुनुहुन्छ, हाम्रो सामग्री के कस्तो लागिरहेको छ त्यो पनि तल कमेन्ट बक्समा उल्लेख गर्न सक्नुहुनेछ। दर्शकबिन यता भने यस्तो खबर आएको छ कि निर्वाचनलाई सुरक्षित तब्बरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन रहेको छ। हामी तारामा पुगिसक्यौँ, सूर्यभन्दा माथि हुन्छ तारा, प्रचण्डको भनाइरहेको छ। दर्शकबिन विनोद चौधरीले सार्वजनिक गरे 3 वर्षे प्रतिबद्धताको रिपोर्ट कार्ड। मतदानको गोपनीयता भङ्ग गरेकी हुन्छ कारबाही, यसमा जानकारी दिनेछौँ। रौतहटको सीमा नाकामा कडाई। दर्शकबिन यस्ता छन् सरकारी कार्यालयको सेवा चुस्त बनाउन गगन थापाका 3 योजना। धनुषा 3 का राष्ट्रिय मुक्ति पार्टीका उम्मेद्वार नै रासपामा प्रवेश। दर्शकबिन यस्तै महत्त्वपूर्ण समाचार अपडेट लिएका छौँ। भिडियो अन्तिमसम्म हेरेर सुनेर साथ दिनुहोला भन्दै सुरु गरौँ आजको पहिलो तथा विशेष खबरतर्फबाट। प्रधान सेनापति अशोक राज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन दिँदै आइरहेका छन्। जङ्गी अड्डामा सञ्चालित पति समन्वयकरण बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उनले एकीकृत सुरक्षा योजना 2082 अनुसार समन्वयका रूपमा निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिँदै आइरहेका छन्। प्रधान सेनापति सिग्देलले सकल दर्जाको सामूहिक भावना र एक ढिक्कापनलाई कायम राख्दै जिम्मेवारीमा खटिन निर्देशन गरेको सैनिक सम्पर्क, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। उनले स्तरमा भएको प्रभावकारी कार्यका लागि पीडितापतिलाई धन्यवाद समेत दिँदै आइरहेका छन्। बैठकमा वर्तमान परिस्थितिको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्ती पक्ष लगायत समसामयिक विषयमा छलफल भएको निर्देशनालयले जनाएको छ। बैठकको समापन कार्यक्रममा बाल अधिकृत, रथी लगायत अधिकृतको उपस्थिति रहेको जानकारी दिँदै आइरहेको छ। दर्शकबिन लागौ अर्को खबरतर्फ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू तारामा पुगिसकेको बताएका छन्। बुधबार पोखरामा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले व्यङ्ग्यात्मक रूपमा आफूहरू तारामा पुगेको र तारा सूर्यभन्दा धेरै माथि हुने तर्क गरेका छन्। तारामा हामी पुगिसक्यौँ, सूर्यभन्दा कति हो, कति माथि हुन्छ तारा, त्यति माथि पुगिसक्यौँ भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन। उनले भने तपाईहरूले आफ्नो चुनाव चिन्ह र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी रहेको छ। समानुपातिकमा नयाँ दलको राम्रो देखिए पनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने उनको दाबी रहेको छ। सबैतिरको स्थिति हेर्दा समानुपातिकमा चाहिँ अलिकति नयाँहरूको बेप चाहिँ नयाँ ठाउँमा देखिए पनि प्रत्यक्षतर्फको बेप चाहिँ नेपाली कम्युनिस्ट पार्टीमै छ। अघि भने प्रत्यक्षतर्फको बेप हामीतिर बढिरहेको छ, त्यसकारण त्यसलाई हामीले क्याप्स गर्न सक्नुपर्नेछ। प्रचण्डले आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बन्ने दाबी गरेका छन्। उनले कुनै पनि शक्तिसँग गठबन्धन नगर्ने दोहोऱ्याउँदै आइरहेका छन्। हामी कुनै खालको समीकरण वा तालमेल गर्नेवाला छैन। उनले भने आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी टेस्ट हुन चाहन्छौँ र मलाई विश्वास रहेको छ हामी त्यो परीक्षामा उत्तीर्ण हुनेछौँ। चुनाव आउँदा नआउँदै हामी चाहिँ 1 नम्बर पार्टी बन्ने ठाउँमा पुग्नेछौँ। असहज राजनीतिक परिस्थिति बीच 2084मा हुनुपर्ने निर्वाचन 2082मा नै हुन लागेको उल्लेख गर्दै प्रचण्डले यसलाई सामान्य निर्वाचन नभई राष्ट्रको अस्तित्वमाथि जोडिएको जानकारी समेत दिँदै आइरहेका छन्। दर्शकबिन लागौ अर्को खबरतर्फ। क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काङ्ग्रेसका उम्मेद्वार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो 3 वर्षे कार्यकालको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। 2079 सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको 31 बुँदे घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्था सहितको विवरण सार्वजनिक गरेका छन्। जेन्जी आन्दोलन पश्चात प्रतिनिधि सभा विघटन भई आगामी फागुन 21 मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उनले आफूले 3 वर्ष अघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्याङ्कन जनतामाझ गरेको जनाएका छन्। रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले दर्शकबिन मतदाताको प्रश्न गर्ने अधिकारलाई
लोकतान्त्रिकको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाबदेही भएर उभिन तयार रहेको बताएका छन्। उनले भने प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धता पत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोध्नु भन्ने चाहन्छु। जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक जवाब दिनु मेरो जिम्मेवारी रहेको जनाएका छन्। प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले काङ्ग्रेस बदलेका हौ, देश बदल्छौ भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाब दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ। त्यसैले मैले 31 बुँदे घोषणा पत्रको एक बुँदाको उत्तर लिएर आएको छु। चौधारीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उनको सचिवालय नेपाली काङ्ग्रेसको क्षेत्रीय कार्यालय प्रत्येक प्रणालीका कार्यालय तथा निर्वाचन क्षेत्रका 34वटै वडाका सम्पर्क कार्यालयमा उपलब्धि हुने चौधारीको सचिवालयले जनाएको छ। उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोलमै पुगेर प्रश्न गर्न आग्रह गर्दै आइरहेका छन्। दर्शकबिन यसै गरी आउनुहोस् सभाहरूको खबरतर्फ लागौँ। आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लान्छना गतिविधि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाई गरिएको छ। स्थानीय बासिन्दाका अनुसार निर्वाचनको मिति नजिकिएसँगै सीमा पारी स्थित भारतीय भूमिबाट गैर कानुनी रूपमा रौतरतर्फ भित्रन सक्ने हात हतियार, गोली बारुद, पटका, लागु पदार्थ जस्ता अवैध वस्तुको कारोबार न्यूनीकरण तथा नियन्त्रणका लागि जिल्ला स्थित प्रहरी सरेन्ट अझै सशक्त र चलायमान भएसँगै चोरी तस्कारीमा संलग्न गिरोह निष्क्रिय भएको अवस्था रहेको छ। विशेष गरी आगामी फागुन 21 गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनको क्रममा जिल्लामा शान्ति सुव्यवस्था अमन चयन कायम गरी आफूले रोजेका उम्मेदवारीलाई मत दिन पाउने जनताको अधिकार सुनिश्चित गराउने प्रहरी जनसहित अन्य सुरक्षा सरेन्ट सङ्घको समेत सहयोग र सहकारीसहित प्रहरी सरेन्ट अझै जागरुक र गतिशील भएको रौतहट प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्। उनले सुरक्षा निकाय सक्रिय हुँदा कर छली अनधिकृत रूपमा भित्रिएका सामान बर्बाद हुने क्रममा पछिल्लो समयमा बढेको जानकारी दिँदै आइरहेका छन्। यसै गरी इलाका प्रहरी कार्यालय सिमरौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेव प्रसाद शाहले निर्वाचनलाई लक्षित गरी सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्था कडाई गरेसँगै कर छली तथा अवैध कारोबार धन्दा करिब नियन्त्रणमा आएको बताएका छन्। उनले चोर बाटो हुँदै गैर कानुनी कारोबारमा संलग्न व्यक्तिको हकमा सम्मानसहित पक्राउ दर बढ्दै भएको, चोरी तस्करीमा संलग्न गिरोह निष्क्रिय हुँदा समाजमा शान्ति सुरक्षाको प्रत्याभूति भएको पनि जानकारी समेत दिँदै आइरहेका छन्। दर्शकबिन आउनुहोस् सभाहरूको खबरतर्फ लागौँ। दर्शकबिन नेपाली काङ्ग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिला सुस्ती अन्त्य गरी सेवा गराईलाई सुस्त ढङ्गले सेवा दिनका लागि आफ्नो योजना अघि सारेका छन्। बुधबार भिडियो सन्देश मार्फत सभापति थापाले मालपोत कार्यालय, राजधानी विभागदेखि विश्वविद्यालयको प्रमाणपत्र लिन समेत लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्यका लागि आफ्नो योजना अघि सारेका हुन्। उनले यस्तो समस्या समाधानका लागि मिनी गभर्नमेन्ट बढी भन्ने अवधारणा सारेका छन्। यसका लागि सभापति थापाले 3 योजना बताएका छन्। पहिलो, डिजिटल पूर्वाधारमा तीव्र र व्यापक लगानी गर्ने जनाएका छन्। दोस्रो, निजी क्षेत्रलाई पनि सेवा प्रवाहमा सहभागी गराउने बताएका छन् र तेस्रो, सङ्घ प्रदेश र स्थानीय तह सबै तहका सरकारबीच एउटै दृष्टि र एउटै दिशामा समन्वयकरण काम गर्ने जनाएका छन्। सभापति थापाले एक नागरिक एक परिचय पत्र सिद्धान्त अन्तर्गत राष्ट्रिय परिचय पत्र मार्फत प्रमाणीकरणको व्यवस्था गर्ने र सरकारका सबै प्रणाली बीच अन्तर सञ्चालन सुनिश्चित गर्न सरकारी डाटा एक्सचेन्ज प्लेटफर्म स्थापना गर्न सकिने बताएका छन्। वान्स ओली सिद्धान्त लागू गर्दै नागरिकले एक पटक विवरण बुझाइसकेपछि फेरि त्यही विवरण नबुझाउनु पर्ने व्यवस्था गर्ने जनाएका छन्। राष्ट्रिय परिचय पत्रसँग जोडिएका सबै सरकारी कागजातको डिजिटल प्रतिलाई कानुनी मान्यता दिने उनले बताएका छन्। सभापति थापाले सरकारी निर्णय र लेनदेनको पारदर्शिता तथा सुनिश्चित गर्न ब्लकचेन प्रविधि मार्फत सरकारी दस्तावेज सुरक्षित र उत्तरदायी ढङ्गले व्यवस्थापन गर्न सकिने बताएका छन्। सँगै डिजिटल पहुँच वा डिजिटल साक्षरता नभएका नागरिकलाई पनि समेट्नु अनिवार्य रहेको बताएका छन्। त्यसका लागि डिजिटल सिटिजन सर्भिस सेन्टर स्थापना गर्ने र इन्टरनेट पहुँच नभएका स्थानमा वैकल्पिक माध्यम जस्तै हुलाक सेवा मार्फत सेवा उपलब्ध गराउने र सबै प्रणालीलाई आपसमा समन्वय गर्ने उनले जनाएका छन्।
भुक्तानी लगायत कार्यलाई छिटो सेवा काङ्ग्रेस रहेको जनाएका छन्। यति भन्दै बिदा हुन चाहन्छु। हस्त धन्यवाद भन्दै बिदा हुन चाहन्छु दर्शकबिन।